अमेरिकी वर्चस्वलाई सिधा चुनौती दिने काम सैन्य क्षेत्रबाट इरानको मिसाइलले गर्यो। इरानले चाहिँ मध्यपूर्वमा रहेका विभिन्न अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेछ। सैन्य हिसाबले अमेरिकी वर्चस्वलाई चुनौती दियो र अहिले यो स्विफ्टको स्थानमा क्रिप्सलाई ल्याउनु, डलरको स्थानमा युआनलाई ल्याउनु भनेको अब आर्थिक क्षेत्रबाट पनि अमेरिकालाई चुनौती बढ्ने देखिन्छ। र यसमा हिजोका दिनमा अमेरिकाका सहयोगी राष्ट्रहरू, युरोपियन युनियनहरू अहिले मौन जस्तो छन्, तटस्थ जस्तो छन्। यसले के बुझिन्छ भने अमेरिका विश्वमा एक्लिँदै गएको छ र यसले संसारलाई अझै टकरावमा लान्छ भन्ने कुराहरू अब दुविधा रहेन। अब यसमा हामी जस्तो देशले के गर्ने, नेपाल जस्तो देशले के गर्ने? भारतले त किता क्लियर गर्यो, भारत त इजरायलको पक्षमा छ भनेर खुलेर भन्यो, चीन रुसको पक्षमा छ, इरानको पक्षमा छ भनेर दुईटा किता भयो यहाँ। जुन ठाउँमा हामी अवस्थित छौँ, हाम्रा वरिपरि रहेका दुईटा ठुला देशहरू, चीन एउटा कितामा, भारत अर्को कितामा उभियो। अब यो अवस्थामा नेपालको रणनीति के हुन सक्छ? हाम्रो रणनीति असंलग्न नै हुनुपर्छ। कुनै पनि ध्रुवमा हामी सहभागी हुनु भनेको त्यो हाम्रो लागि नै अत्यन्तै खतरनाक साबित हुन सक्छ। तर अहिले नेपालमा रहेका जुन सरकार, यो जुन निर्वाचनपछि आएका नयाँ दलहरू पश्चिमी कित्तामा रहेको सङ्केतहरू प्रष्ट रूपमा हामीले देख्न सक्छौँ। जस्तो चुनावको पूर्व सन्ध्यामा यहाँ चाहिँ अमेरिकी जर्नलहरू आउनु, अब चुनाव सिधै सरकार बन्दै गर्दाखेरि फेरि भोलि अर्को एकजना जर्नल चाहिँ आउँदैछन् होइन। यसले के देखाउँछ भने नेपाल कतै अमेरिकी कित्तामा बसेर र नेपालको भूमि छिमेकी विरुद्ध प्रयोग गर्न लागिरहेका त छैनन् भन्ने कुराहरूले अब झनै हाम्रा छिमेकीहरूलाई सशङ्कित गराउँछ र झनै हाम्रा छिमेकीहरूलाई हामी विरुद्ध एग्रेसिभ गराउँछ, उत्तेजित गराउँछ। यो कुरा सरकारवाला सत्तामा रहनुहुने र राज्यका सम्पूर्ण निकायले मनन गरून्। किनभने अहिले यिनीहरूले लिएका कुनै पनि गल्तीले, कमजोरीले भोलि देशलाई क्षति नहोस्, नेपाली जनतालाई क्षति नहोस्, राष्ट्रलाई क्षति नहोस्। यो दीर्घकालीन सोच बनाएर लिनुपर्ने निर्णय हो। नेपालको स्ट्यान्ड अब पनि असंलग्न नै हुनुपर्छ। हामीलाई कुनै पनि कित्तामा लाग्ने छुट छैन। नेपाली जनताले सचेत भएर यो कुरामा खबरदारी गर्न जरुरी छ। धन्यवाद।